हेलो गाइज, वेलकम टु एसआरडी ब्लग च्यानल। आज फेरि नयाँ ब्लग लिएर आएको छु। अनि स्कुल अब जाने कोचिङ कति बजेदेखि? 6 बजेदेखि कोचिङ। तेरो कति बजेदेखि? 6:30 बजेदेखि कलेज। हिजोमा राम्रै के जाति झगडै परेको सुरुमा चाहिँ है, मिलको त्यो साइकल झिकेर लगाएर साटेर नयाँ साइकल ल्याउनु त भनेको ल भने खपरी अब हो न हो बुझेपछि भनेको त राम्रो। पछि गएर त अब म बिबिएस पढ्ने मान्छे साइकलमा हिँड्नु दिन थाल्यो लाटो त। ए ब्याचलर पढ्ने भयो तपाईँ? ए म ब्याचलर पढ्ने के पढ्ने भने साह्रै? अब म ब्याचलर पढ्ने मान्छे साइकलमा हिँड्नु। ए ब्याचलर पढ्यो भने साइकलमा हिँड्दैनन्? अरे बाप रे। यसरी बुझी अब हो र हो कुरा बुझी भनेर त्यो साइकल त्यत्तिकै बिग्रिरहेको छ नि त। अनि त्यो साट्नु जति त्यसको 1000 2000 3000 कति दिन्छ अनि थपथाप गरेर ल्याउँला नयाँ साइकल भनेको त ल भने सुरुमा चाहिँ हुन्छ त ल अन्त भनेर मक्ख परिछि भनेर भनेको त बोल्दा भाइले पनि हिसाब गरौँ 4 वर्षमा लगभग 1,80,000 त भाडै मात्रै लाग्दो रहेछ दिनको सयले। हेर्नु स्कुटी आउने पैसा हुँदो रहेछ। भाइले हिसाब किताब त्यसरी गरौँ होइन? स्कुटी किन्दैछ नि त त्यसो। अनि मैले चाहिँ भने अब साइकल भन्दाखेरि त्यो चार्जवाला स्कुटी हुन्छ नि त्यस्तो किन्न राम्रो होला अब भन्ने सोचेँ मैले चाहिँ। अब साइकलले चलाउने रहेछ छोरीले भनेर मक्ख परेको त भएर त राम्रै ब्याचलर पढ्ने मान्छे म साइकलमा जानु भन्छे बा के गर्दै हुन्छ भिडियो हेर्दैछ ल। हामी कलेजको लागि निस्किरहेका छौँ। अब हामी कलेजको लागि निस्किसकेका छौँ। अब हामी बेची बहुमुखी क्याम्पस जाँदैछौँ। यो चाहिँ हाम्रो गाउँको दृश्य। बेची क्याम्पस पुगिन्छ।